आज त्यसै दिनखेर बर्बाद पैसै कमाउन पाइएन आज भनेर निराश भयो। हुँदाहुँदै कोही पनि आयो नआएपछि उनले बिहान उज्यालो भएपछि के निर्णय गर्नु, ओहो यो आशा गर्नु दुःख। आज रातभरि निरागै छैन, रातभरि निराग केले आशाले। आशा ही परमम दुःखम नैराश्यम परमम सुखम पिग्नेले भनेकी थिए। ओहो संसारको आशा गर्नु त दुःख केही रहेन, यो हुन्छ कि भनेर चाहिँ यो हुन्छ कि भनेर चाहिँ आशा गरेर चाहिँ त्यो दुःखै मात्रै आइरहेछ। अनि निराशा चाहिएन मलाई केही, यो भएर के हुन्छ भनेर हिँड्यो भने सुख भइहाल्छ। अहिले भर्खर सुख हुन्छ त्याग्ने बित्तिकै। ग्रहणमा दुःख छ, त्यागमा सुख छ। त्यस कारण मैले त्यहाँबाट त्यो शिक्षा लिएँ। कुररी भनेको चाहिँ एउटा मांसाहारी पन्छी हो। कुररी भन्ने मांसाहारी पन्छी हो। त्यो पन्छी चाहिँ कता गएर मासु एउटा टुक्रा फेला पारेछ, आफ्नो चुच्चोमा लिएर आकाशमा उडिरहेको। अब अर्कोले पनि देख्यो यसले ल्याएर चाहिँ के भनेर अर्कोले आकाशमै झम्टिनु गयो। उही पन्छी के उसैको जोडी आकाशमा झम्टिनु गयो। दुईटाको आकाशमा युद्ध हो, युद्ध भएको छ। अब उसले चुच्चोमा मासुको टुक्रा च्याप्या छ, अर्कोले चाहिँ त्यही खोज्न गएको छ। ऊ दुईटा लड्दा लड्दै आखिरीमा चाहिँ यो मासुको टुक्रा ल्याउने चरोले विचार गर्यो अरे के, ओहो यही भएर यसले मलाई चाहिँ यताले ठुक्या छ, यता जिउै ध्वस्त पारिसक्यो, यो छोडिदिएपछि त सकिहाल्दैन। आँगाले छोडिदिएको थियो, त्यो मासुको जमिनमा कता कसो मासुले भएपछि छोडिदिने हो। त्यस कारण चाहिँ संसारको विषयलाई चाहिँ साथमा लिएर हिँड्ने हो भने यस्तै छ। संसारको विषय बोकेर हिँड्न हुँदो रहेछ, छोडिदिएपछि आनन्द हुन्छ भन्ने कुरा कुररी पन्छीबाट मैले शिक्षा लिएँ। अर्भग भनेको बालक हो। बालकबाट के शिक्षा लिएँ भन्दा बालकले जस्ताको तस्तै भनिदिँदैन, बालकले ढाड्दैन, जे छ त्यही भनिदिन्छ। बालक भनेको 5 वर्ष मुनि गएर भने हो क्या, 2-3 वर्ष 3 वर्ष 4 वर्ष त्यस्ताले हो। अलि माथिको भएपछि फेरि ढाड्छ, तल गल भनेको त्यसले चाहिँ ढाड्दैन जस्ता तस्तै। एउटा बुढाको घरमा चाहिँ उनले बदमासी गरिहाल्छन्, सिपाही पक्रेन आएछन्, थाहा पाएछन् घरमा, सिपाही आएछन् तल पक्रेन भनिदिएछन्। अब बुढा लुक्न कहाँ जाने, अब हतार आइसके सिपाही पुलिसहरू आइसके, अब कहाँ लुक्ने, तल गएछन् र भगाइदिएर लुके। अब तमको खाने बानी र त तमको हुक्का र सोते हुन्छ क्या, सोते भएर चिन्नुहुन्छ के को हुन्छ सोते हो, बाँसको यसो एउटा चाहिँ ठेडी राखेर त्यहाँ चाहिँ चिर्मी राखेर तान्ने, स्वाँगर तान्ने सोते। हुक्का त टुलु टुलु आउँछ, चिर्मी भन्छ तमको राखेर त्यो तान्ने। सोते भनेको त्यो तमको तान्ने बाँसको गाउँबाट बनाउँछ। सुन्नु छ त्यो बुढो चाहिँ हुक्का त्यो सोते तान्ने उसको बानी, भगारिया त पुलिस पक्रेर आउनु भन्दा पनि त्यो सोते तान्ने बानी भएपछि क्या रोस्। अनि हतार हतार चाहिँ त्यो चिनी भएर तमाउ हालेर सोते लिएर भगारिया पछ्यायो। नातिले देखेछ त 3-4 वर्षको नाति, आइ बाबु नभने म यहाँ बसेको नभने कसैले आएर सोधेको खै नभने नभएदेखि गयो त्यो नाति बिचरा तल पुलिस त आयो। बाबु तिमी गएको तिम्रो खै हजुरबा खै, हाम्रो हजुरबा भगारिया हुनुहुन्न के अरे, हाम्रो हजुरबाले सोतेमा तब पनि खाना खाने भने जताहरू भनिदियो। त्यसो भए बच्चाबाट मैले के सिकेँ, सत् व्यवहार सत्वाणी हुनुपर्ने रहेछ। त्यसै भए त्यही नै भगवान् हो भन्ने कुरा मैले बच्चाबाट सिकेँ। त्यस भएर सानो बच्चा जुन 2-3 वर्षको बच्चा त भगवत स्वरूप हो कि उसले केही जान्दैन, ऊ आफ्नो आर्ट पनि भन्दैन, त्यस्तो भगवान्कै स्वरूप हो त सानो बच्चा। त्यहाँबाट मैले यो लिएँ। कुमारी भनेको एउटा चाहिँ कन्या, विवाह गर्न योग्य भएकी कन्याबाट पनि मैले शिक्षा लिएँ। के शिक्षा लिएँ भन्दा एक दिन म हिँड्दै थिएँ अनि एउटा घरमा चाहिँ यसो चाहिँ गएको, त्यहाँ एउटा चाहिँ कुमारी कन्या रहेछन्। 2 जना मान्छे उनको विवाह गर्ने चाहिँ सर्त चल्याएर छ। बाबुआमा त्यतिखेर चाहिँ कता गएका रहेछन्, कुनै काम विशेष कहाँ गएका थिए, विवाहको सर्त चल्याएर छ त्यहाँ। अनि त्यही बेला चाहिँ त्यो विवाह गर्नेवाला केटाको चाहिँ पछिका 2 जना मान्छे चाहिँ केटी हेर्न भनेर त्यहाँ आएका आएर पिँढीमा बसेका छन् उनीहरू। अब बाबुआमा छैनन्,
केटीलाई अप्ठ्यारो भयो नि त। अब फेरि हाम्रो कुल संस्कार के छ, हाम्रो वेदले के सिकाएको छ भन्दा अतिथि देवो भव, सानैदेखि सिकाएको छ। अतिथिलाई देवता समान मान्नु, बाबाले त्यही सिकाएको छ। हो अतिथि आयो, यिनीहरू केही खुवाउनु पऱ्यो भनेर के खुवाउने सबभन्दा ठुलो सम्मान गाउँहरूको चाहिँ सेलरोटी पकाउने हो होइन। पहिला पहिला ज्वाइँ आउँदा सेलरोटी पकाउँथ्यो, केटी फुर्किन्थ्यो नि, हामी आज सेल खानु पाइन्छ त्यस्तो हुन्छ नि। सबभन्दा ठुलो सम्मान भनेको सेल हो नि पहिला पहिलाको। अब आमा बुवाले त्यसरी सम्मानलाई सेल पकाउँथे, म पनि यिनीहरूलाई यही खुवाउँछु, अतिथिलाई यही खुवाउनु पर्ने छ भनेर अब पिठो कुट्नु पऱ्यो। त्यो हाते ओखल रहेछ क्या भित्र, हाते ओखल रहेछ। हाते ओखलमा चामल भिजाएर हालिन्छ, कुट्न थाल्यो भित्र। हाताभरि चुरा थिए, पुरा छ्यान्द्रेङ भयो। अनि बाहिर गएर थाहा पाएँ क्या हामी आएको हुनाले पिठो कुटेछ, यसको खालि केही नहिन्छ क्या, भर्खर कुटेछ यसले भनेर अनि जस्तो मानेर अनि चुरा फुकाउन थालेँ। दुईवटा राखेँ, दुईवटा राखेर गर्दा नि बजिरह्यो। अनि भएर भने एक कुन्टा एउटा झिकेर 1 कुन्टा चुरा लाएर गर्दा बल्ल बजेन। त्यहाँनिर चाहिँ मैले शिक्षा दिएँ। दत्तात्रेय मुनिले भन्छ के शिक्षा दिएँ, भगवत चिन्तन गर्ने मान्छे, भगवानको स्वरूपमा जान चाहने मान्छे, भक्ति गर्ने मान्छे जनसमाजमा मान्छेको माझमा बसेर चाहिँ म पुग्छु भन्न सकिँदैन। एकान्तमा बस्नुपर्छ, एक्लै हुनुपर्छ, बल्ल इच्छा पुरा हुन्छ। तर हुँदैन, मान्छेको माझमा बसेर चाहिँ चिन्तन गर्छु भनेर हुँदैन, हुँदो रहेछ। एकान्तमा एक्लै बसेर चिन्तन गर्नुपर्ने रहेछ। 2 जना हुने बित्तिकै अब तपाईँ विचार गर्न न, 2 जना बसेर ल एकछिन ध्यान गरौँ भने कहिले कहिले गङ्गाजीमा गएला हुन्छ नि साथीहरू, जब गर्न बसेर बसौँ, ऊ चाहिँ छोटो गरेर छ, उसको लामो छ, आफ्नो ध्यान बस्छ भ्याइआएन क्या, कति ढिलो आयो कुन ध्यान बस्छ आफू होइन, मिल्दैन। त्यसको हुनाले 2 जना पनि ठिक हुँदैन भगवत चिन्तनको लागि भन्ने कुरा मैले त्यो कुमारीबाट सिकेँ। सरकृत भनेको बाण बनाउने वाला, बाण बनाउने एउटा चाहिँ काम गर्ने मान्छे, बाणको काम गर्ने मान्छे थियो। धनु बाणकै काँड बनाउनु पर्यो नि, त्यो बनाउँथ्यो उसले। यसरी मेहनत गरेर बनाएको रहेछ। त्यही उसैको अगाडिबाट राजाको जन्ती गाह्रो गरे। राजाको जन्ती, सामान्य मान्छेको जन्ती त कत्रो बाजा बजाएर धत्यार धुत्नु गर्दै जान्छ होइन। राजाको जन्ती कति हल्ला गरेर कहाँ हुन। त्यस पछाडि एउटा त छुटेछ क्या जन्ती, भेट्टाउँछु भनेर आएको, काँपै जन्ती। अनि पछि आएको त्यो चाहिँ त्यो बाण बनाउनेले घोटिराखेछ त्यो फलामलाई। अनि भाइ यताबाट राजाको जन्ती कताडी गयो, तिमीले देखेर बाजा बजा मलाई थाहा यहीबाट कसरी तल्लिनु भएछ त्यहाँ कि त्यत्रो बाजा बजाउँदै गएको पनि थाहा पाएन। भनेपछि भगवान प्राप्ति, भगवत चिन्तनको लागि यसरी तल्लिनु हुनुपर्छ कि विषयबाट धेरै विमुख हुनुपर्छ। उही भएर पनि एकान्त खोजेर जङ्गलमा जाने एकान्त हुँदैन, एकान्त त आफैले बनाउने। यही संसारमा संसारको कुरा गरिरहेका छन्, तर आफू भित्र चिन्तन गरेर एकान्तको अनुभव आफूले भिडमा पनि गर्न सक्नुपर्छ, नत्र एकान्त हुँदो रहेछ। त्यो त्यसरी जसरी बाण बनाउनु एकत्रित भएर अगाडिबाट गएको त्यत्रो भिड हल्ला पनि उसले सुनेन। त्यसरी भगवानको चिन्तन गर्दा संसारको हल्लाबाट चाहिँ पार हुन सक्नुपर्छ भन्ने कुरा त्यहाँ मैले सिकेँ। अनि सर्पबाट के सिकेँ भन्दा अब साधु सन्त सन्यासी भएपछि साधु सन्त सन्यासीले घर बनाएर बस्नु हुँदो रहेछ, आश्रम गरेर बस्नु हुँदो रहेछ है। बुझ्नुहोस् है, साधु सन्तले सन्यासीले घर बनाएर बस्न हुँदो रहेछ। जसरी सर्पले घर सर बनाउँदैन, मुसाले चाहिँ खान्छ, कति मुसाले चाहिँ 100 ढोका बनाउँछ अरे क्या, आफू बस्दाडी यताबाट बिरालो आयो यताडी भाग्छु, यताडी भाग्छु, 100 ढोका बनाउँछ अरे मुसाले। त्यो ढोकामा को बस्छ, आनन्दसँग सर्प आएर बस्छ, अर्कोले बनाएको। त्यहाँ आज रातभरि बस्यो, त्यहाँबाट सल्ल निस्किन्छ, फेरि अर्को ठाउँमा पाइरहेको फल त्यहाँ गएर बस्छ। सन्यासीले घर बनाएर आश्रम बनाएर एकै ठाउँ भरि आफ्नो आश्रम हो भने त्यहीँ जान हुँदैन, जहाँ पुगिन्छ उहीँ बास बस्ने हो, जसरी सर्प बस्छ। त्यो कुरा मैले सर्पबाट शिक्षा दिएँ। अनि पूर्णनाभी भनेको माकुरो, माकुरोबाट के शिक्षा दिएँ भन्दा माकुराले बिचरा बच्चा जन्माउँछ पेटमा, हामीले पनि देखाएको छ, तपाईँले पनि देख्नु होला, पेटमा सेतो यत्रो पोको हुन्छ नि, त्यो भित्र बच्चा हुन्छ। ती बच्चा हुन्छन् अनि त्यो बच्चाले
आमाले त्यो पेट बोकेर त्यो बोको बोकेर हिँडेछ सेतो डल्लो त्यहाँभित्र बच्चा छन् ती बच्चाले आमाको आन्द्रमणी खाएर बाँच्ने हुन् जब पुरा आमाको आन्द्रमणी खाएर भ्याएर निस्किने बेला हुन्छ आमा मर्छ त्यो जालमा ट्याङ्ग यसरी खुट्टा पारेर आमा मरेको देख्नु भएको छ नि त्यो बच्चा निस्केको बच्चाले खायो उसको आन्द्रमणी अनि बिचरा खोक्रो हुन्छ र ठ्याङ्ग चाहिँ जालमा चाहिँ टाँगिएर बसेको हुन्छ नि माकुरो त्यस्तै सन्तानको चाहिँ माया ममतामा नफसा है सन्तान भनेको माकुराले आमाको चाहिँ सबै आन्द्रमणी खाएर आमालाई मारे जस्तै सन्तानको चाहिँ माया पनि त्यस्तै हो तिमीसँग चाहिँ क्षमता भइन्छ र हैसियत भइन्छ र सन्तानले चाहिँ यसो बा आमा भन्ने हुन् त्यस्तो ममतामा नफस है तिमीलाई चाहिँ आन्द्रैबाट निक्लिनुसम्म उनीहरूले तानिरहन्छन् अनि त्यसो कारण फेरि तिमीलाई चाहिँ सकेपछि सक्यो मौकैमा विचार गर भनेर चाहिँ यहाँ भन्नुहुन्छ अनि सुपेक्षाकृत भनेको चाहिँ एउटा कुमारकोटी भन्ने एउटा किरो हुन्छ कि कुमारकोटी भन्ने किरो त्यो कुमारकोटीले के गर्छ भने बच्चा अन्तबाट एउटा किरो लिएर आउँछ अनि सानो माटाको चाहिँ यस्तो गुण बनाउँछ क्या त्यसले माथिबाट पुवाल भएको एउटा किरो लिएर आउँछ सानो किरो लिएर त्यो पुवालमा भित्र छिराउँछ अनि मुखमा बसेर भुम 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 त्यसले संसार केही देख्न पाउनु छैन खान पाउनु छैन भनेर त्यो तलको किरोले के त्यो पुवालमा बसेर माथि फर्किहाल्छ त्यो माथिबाट त्यो कुमारकोटीले भुँ भुँ गरिहाल्छ त्यसलाई रात दिन 24 घण्टा त्यसलाई देखा भएर एक दिन चाहिँ त्यो त्यही आफै कुमारकोटी भएर फुर्र निस्किन्छ त्यो किरो नै कुमारकोटी भएर बाहिर निस्किन्छ त्यसरी नै रात दिन भगवानको चिन्तन गर्ने भक्त एक दिन भगवान नै हुन्छ भगवानको स्वरूपमा जान्छ भन्ने कुरा मैले यसरी सिकेँ सुने भनेर चाहिँ यहाँ बताउनु भयो होइन अब यस पछाडि चाहिँ अब यहाँ ज्ञानको कुरा भन्नुभएको छ लौकिक र पारलौकिक कुराहरू चाहिँ बताउनु भएको छ लौकिक चाहिँ यो असार हो असारे खलु संसारे सारमेद त्रयत स्मृत भन्ने छ क्या असार संसारमा सार भनेको तीनजना सम्झने भनेर चाहिँ भनिन्छ हो यो संसार असार छ यो सार नभएको आखिर हेर्दै जाँदा यहाँ केही छैन त्यस कारण यहाँबाट पार हुनुपर्छ त्यस सार भनेको परमात्मा मात्रै हो अरू सार छैन भन्ने कुरा यहाँ भन्नुभएको छ अनि बद्ध र मुक्तहरूको लक्षण भन्नुभएको छ अब अलिकति छ है धेरै नाश पुऱ्याउनु बद्ध र मुक्त लक्षण को मान्छे बाँधिएको को मुक्त यही बसेर पनि यही संसारमा बसेर परिवारमै बसेर सबै चाहिँ लाएर खाएर सर्ट पाइन्ट टाई लाएर पनि कोही मुक्त छन् संसारबाट कोही चाहिँ झोली टुम्बो लिएर हिँडेर चाहिँ झाम्सा पालेर पनि फेरि संसारको आसक्तिमा चाहिँ ग्रस्त छ त्यो घर छोड्दैमा हुन्छ र एउटाले घर छोडेर चाहिँ सन्यास लिएर चाहिँ गएछ इन्डियातिर उहाँ चाहिँ कुम्भ मेला 12 वर्ष अगाडि कुम्भ मेला चाहिँ प्रयागमा कुम्भ मेला लागेको अनि उसको श्रीमती पनि त्यो घरै छ बिचरा श्रीमती त अब सबै गाउँलेहरू चाहिँ कुम्भ मेला जाने भनेर चाहिँ निस्किएछ नि म नि जान्छु तपाईँहरू जाँदा गाउँले जाँदा भनेर निस्किन्छ बिचराको पनि गयो कि 20-25 वर्ष अगाडिदेखि हराएको श्रीमान जोगी भएर त्यही कुम्भ मेलामा आएको र त्यो अनि गई बिचरा श्रीमती गई त्यो भिडमा झ्याप्पै त्यो श्रीमानसित भेट भएछ यसो हेरेर आफ्नै श्रीमती अच्छा एक्लै आकी त्यसले के गर्छ श्रीमती भन्ने भाव त रहेछ नि त बिर्सेकै रहन्छ अनि उनले भन्दै तपाईँ के को सन्यास लिएर हिँड्नु भएको छ अहिलेसम्म श्रीमती बिर्सिनु आएर के सन्यास लिनु भएको अरू महिला पनि त आछन् अरूलाई सोध्नु भयो भन्दै चलाइहाल्छ त्यस्तो महिला लिएर के काम यहीँ बसेर पनि यही संसारले नचिनोस् टाई सुट लाएर हिँड्नुहोस् केही फरक पर्दैन पोसाकले तर मन चाहिँ उदार वैराग्य बनाउनुहोस् मनमा पिताम्बर होस् मनमा चाहिँ सारा कुराहरू होस् भगवत चरित्रहरू होस् बाहिर चाहिँ संसारमा जे लाएर हिँड्नुहोस् खाना चाहिँ हुँदैन है फेरि जे बाहिर खाना त हुँदैन फेरि यहाँ भित्र बिग्रन्छ खाना एकदम आचरण हुनुपर्छ त्यसरी हिँड्यो भने परमात्मा पाइन्छ भन्ने कुराको त्यस्ता मान्छे यहाँ संसारमा हेर्दा बद्ध बाँधिएको जस्ता भयो नि ती मुक्त छन् एक थरी मुक्त भए जस्ता देखे नि बाँधिएका छन् भन्ने लक्षणहरू यहाँ देखाउनु भएको छ
अनि त्यस पछाडि चाहिँ 12औं अध्यायमा चाहिँ सत्सङ्गको महिमा छ। हेर्नुहोस्, सत्सङ्ग जस्तो ठुलो संसारमा अरू छँदै छैन। तपाईँहरूले बुझ्नुभएको छैन यो कुरा धेरैले। सत्सङ्ग जस्तो ठुलो कुरा केही छैन। सत्सङ्गबाट नै मान्छे पार हुन्छ। सत्सङ्गेन हि दैत्या यादु धाना खगा मृगा गन्धर्व सरसा नागा सिद्धा सारण गुह्य, ती सब चाहिँ सत्सङ्गबाट। केवल तेनाधीता श्रुतिगणा नोपासिता महत्तवा अव्रत स्तब्ध तपस्या सत्सङ्गान माम उपागता, भगवान कृष्णले उद्धवलाई भन्नुभयो। हेर उद्धव, ती बिचरा चाहिँ पन्छी गीत जटायुले के सत्सङ्ग गरेका थियो र भगवानको सङ्गत पाएर पार भयो। सबैले सत्सङ्गबाट पार हुन्छन्। कसैले वेद पढ्न पर्दैन, कसैले शास्त्र पढ्न पर्दैन, केवल सत्सङ्ग गरेर। एउटा यता दिनु त म बाल्छु है बाल दिइहाल्छ उहाँले के हुन्छ
शीतले करुणां पुष्पाय देवतादिवन्दन आराधिक्य ग्रहणं भगवन् सिद्धाब्दे राहुललिने ओ तक्त सुहृदय गायतां विरदा शीघ्रमसा वसेना सर्वदा सदां जीवे मसर्वदा सदा गुणश्रया मसर्वदा सदां प्रभा मसर्वदा सदा मदीनाः श्याम सर्वदा सदां भूयस्त सर्वदा सदा तामयस्त आद्येर आत्मा फुल्लिने पुष्पाञ्जलिः हरि ओम नमो भगवते शरणाय कुर्महे त्वमे कामान् कामकामाय मह्यं कामे स्वरूपे स्मरो ददातु कुबेराय वस्त्रणाय महाराजाय नमः ओम स्वस्ति साम्राज्यं भोजं स्वराज्यं वैराज्यं पारमेतं राज्यं महाराजा महाधिपत्यं समन्तपर्यन्ताय एकराडिदे विष्णु देवा सदा सदा हरि ओम विश्वातः कोरोदा विश्वातो मुख विश्वातो बाहुरुदा विश्वातो स्वाता संभाव्यं धमति संवर्गे द्यावा भूमि जदय देव एकः ओम अच्युतां केश ओम करारविन्देन वरारविन्दं मुखारविन्दे विद्वेषणता वटस्य वत्रस्य कुटेशनं बालं मुकुन्दं मनसा स्मरामि श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव
जीवे पिबस्व मृतदेव देव गोविंद दामोदर माधवेति विग्रह कामा किल गोप कन्या मुरारी पादार्पित चित्तवृत्ति कन्यादि कामो अवसाद अवसाद गोविंद दामोदर माधवेति गृह गृह गोपवधू गलंबा सभे मिलिता समाप्येगा पुण्यानि नामानि पठन्ति नित्यं गोविंद दामोदर माधवेति सुखं शयना निलयनि देवी नामानि विष्णु प्रदन्ति मर्दया तेनि स्थितं तन्मयतां भजन्ति गोविंद दामोदर माधवेति जुवे सदैव भज सुन्दराणि नामानि कृष्ण मनोहराणि समस्त भक्तार्ति विनाशनानि गोविंद दामोदर माधवेति सुखावसाने इदमेव सारं दुःखावसाने इदमेव घियं देहावसाने इदमेव दाम्यं गोविंद दामोदर माधवेति जुवे रसके मधुरं प्रियतां सत्यमितं तं परमं वदामि मधुरक्षणानि गोविंद दामोदर माधवेति तमेव याते मम देहि जुवे समागते दण्डधरे कृतान्ते वक्तव्यमेव मधुरक्षणा असुभक्ता गोविंद दामोदर माधवेति श्रीकृष्ण राधा वरगोकुलेश गोपाल गोवर्धननाथ विष्णु जुहे पिबस्व देव देव गोविंद दामोदर माधवेति ओम एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्तिः प्रचोदयात् ओम कात्यायन्यै च विद्महे कन्याकुमारी च धीमहि तन्नो दुर्गः प्रचोदयात् हरिः ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नः सूर्यः प्रचोदयात् ओम देवकी नंदनाय विद्महे वासुदेवाय धीमहि तन्नः कृष्णः प्रचोदयात् हरिः ओम वृषभानुजायै विद्महे कृष्ण प्रियायै च धीमहि तन्नो राधा प्रचोदयात् ओम हरिः ओम महालक्ष्मै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मीः प्रचोदयात् हरिः ओम नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णुः प्रचोदयात् सेवन्ति वागकुलचम्पकपाटलाब्जै पुण्यगजादिकरवीरलसारपुष्पै बिल्वप्रवाल तुलसी दलमादलेभि स्वां पूजयामि जगदीश्वर मे प्रसीद नाना सुगन्धि पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्त गृहाण परमेश्वर ओम पुराण पुरुषोत्तमाय नमः मंत्र पुष्पाञ्जलिं समर्पयामहे बोले कर्म साक्षी नारायण भगवान को भगवान को समस्त पितृहरूको जय जय श्री राधे जय जय श्री राधे जय जय श्री राधे नमः पार्वती हर 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 महादेव।